हामी चाहिँ यो अपी बेस क्याम्पको मा छौँ। यो चाहिँ अपी हिमाल हो होइन, अलिपुर लागि देखाएको छ नि, बिहान देखिएको थियो। हामी चाहिँ अहिले फाइनल्ली यो चमेलिया जो नदी छ त्यसको चाहिँ मुहान, जो चाहिँ अपी हिमालबाट चाहिँ त्यसको मुहानको चाहिँ सुरुवात भएको छ। हामी चाहिँ त्यहाँ अहिले पुगेका छौँ। म तपाईँहरूलाई चाहिँ देखाउन चाहन्छु। यो चाहिँ मुहान हो, हेर्नुहोस् यहाँदेखि चाहिँ खोलाको देख्छ, यो चाहिँ मुहान हो। यहाँदेखि चाहिँ तपाईँको पानी बगिरहेको छ, अहिले पनि हिउँ परिरहेको छ, मौसम चाहिँ आनन्द छ। त्यहाँदेखि चाहिँ खोलादेखि पानी चाहिँ उम्लिएर आउने रहेछ। ल यो दोबखे मुहान अनि दुई पाखा भनेको एक पाखा यतापट्टि अनि एक पाखा उतापट्टि दोबखे, तलबाट उम्लिएर पानी आउँछ। यो अलिकता अजिबको अनि यो कहिले सुन्नु नि सुक्दिनँ। यो अलिकता राम्रो मुहान, यो चमेलिया पछि चमेलिया गरी मिक्स हुन्छ। चमेलियाकै मुहान हो अनि चमेलियाकै अब सेकेन्ड मुहान भन्दा नि हुन्छ। बरु चमेलियाको मुहान सुक्छ, तर यो मुहान सुक्दैन। हुन्छ, धन्यवाद। यो खानालाई पनि शुद्ध हुन्छ, तर आजकल अलिकता फोहोर भएको छ। हुन्छ, यो अब यहाँ महादेवले नुहाउने अनि विश्राम गर्ने भन्ने यो मन्दिरहरू पनि बनाएको छ यहाँ। माथि चाहिँ त्यो कृष्ण चढाएको छ अनि ध्वजाहरू पनि छ। जे पनि हामी आस्थावान छौँ यसमा। हुन्छ, धन्यवाद।